ल मन्त्रीजी स्वागत छ। मन्त्रीज्यू हजुर बस्नु पर्यो, बसेर गरौँ न मन्त्रीज्यू। बस्नु मन्त्रीज्यू। मसौदा प्रतिवेदन तयार गर्न संलग्न बहुमत मसौदा समिति गठन गरी श्याम हुन्छ अनि खै समिति जे गर्नुपर्ने भोलि गरौँ। अगाडि कुन लग्यो क्यामेरा यार भाइ नजिक के लग्यो यार कति हो नीति साइनै चाहियो के हो ओएनएम भन्छ अपरेसन एन्ड म्यानेजमेन्ट। अब यो नयाँ नियमहरू सबै बनाउनुपर्छ। अरू मन्त्रालयहरूको आफ्नो आफ्नो नियम छ, आफ्नो आफ्नो तरिका छ। सबैले पुरानो मन्त्रालयले बनाइसकेको छ। अब यो नयाँ मन्त्रालय भएको हुनाले अब यसको लागि ओएनएम चाहिँ गरेर अब कसरी गर्ने भन्ने कुराहरू सबै जिरोबाट सुरु गर्नुपर्ने हुन्छ। त्यस कारणले यहाँ चाहिँ यो बिस्तार गरौँ भन्ने कारण यो हो र है त। सिग्नेचर चाहिँ के को लागि गर्नु भयो, के छ त्यसमा निर्णय? यो ओएनएम गर्ने भनेछ क्या। अब यसको लागि अब यो मन्त्रालय कसरी चलाउने, यो नयाँ मन्त्रालय भयो। नयाँ मन्त्रालय कसरी चलाउने गर्दाखेरि ओएनएम गर्दाखेरि एउटा टिम त चाहियो। अब त्यहाँको ऐन अनुसार त्यसरी टिम खडा गर्ने भन्ने ऐन त सधैँ छ। त्यही अनुसार चाहिँ यो गरेको हो। ल यति हो। सम्पूर्ण यो एकदमै नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सम्पूर्ण परिवारहरूलाई चाहिँ अब म आज नियुक्त भएको नवनियुक्त भनौँ मन्त्रीको हैसियतले चाहिँ म तपाईँहरूलाई चाहिँ धन्यवाद दिन चाहन्छु। यो चाहिँ यो स्वागत कार्यक्रम राख्नु भएको छ है, स्वागत कार्यक्रम राख्नु भएको छ। त्यस कारणले यो स्वागत कार्यक्रम राखेको दिनमा कोही निर्देशन भन्ने चाहिँ हुँदैन। तैपनि केही कुराहरू म राख्न चाहन्छु। पहिलो कुरा त के हो भन्दाखेरि यो नयाँ मन्त्रालय हो। नयाँ मन्त्रालयलाई यो सञ्चालन गर्नको लागि हुन त यो मन्त्रालय शिक्षा मन्त्रालयसँग जोडिएको थियो, तर म आफै शिक्षा मन्त्री हुँदाखेरि र त्योभन्दा पहिल्यैदेखि पनि विज्ञान विषय सम्बन्धी म चाहिँ त मेरो आफ्नो जीवन नै कमसेकम जीवनको 20-25 वर्ष भनेको चाहिँ 1/4 जीवन चाहिँ मैले यो क्षेत्रमा बिताएको छु। सिंहदरबार यो 25 वर्षमा धेरै धाएको छु। त्यस कारणले थाहा छ। त्यसैले अब म के भन्न चाहन्छु भने यो नयाँ मन्त्रालयलाई नयाँ किसिमले काम चाहिँ गर्नुपर्छ र काम गर्दाखेरि रात दिन भन्न चाहिँ पाइन्न। ल यो कुरा चाहिँ मैले चाहिँ भन्न चाहन्छु। रात दिन किन भन्न पाइन्न भन्दाखेरि हामीले रात दिन गरेर काम गरेनौँ भनेदेखि देशमा चाहिँ विज्ञान प्रविधिको विकास हुँदैन। अब नयाँ राजनीतिक दलहरू आउनुहुन्छ, उहाँहरू सबै राजनीतिक दलहरूले के घोषणा गर्नुहुन्छ भने सरकारहरूले के घोषणा गर्छन् भने देशलाई चाहिँ समृद्धि बनाउने भनेर सबै राजनीतिक पार्टीहरूले घोषणै गर्छन्। नयाँ सरकार आउँदाखेरि जहिले पनि घोषणा गर्छन्, तर देशलाई चाहिँ समृद्धि बनाउनको लागि त्यो चाहिँ विज्ञान प्रविधि नवप्रवर्तन, खास गरी यो नवप्रवर्तन भन्ने चिज, विज्ञान प्रविधिमा नवप्रवर्तन भन्ने जुन काम छ यो नगरिकन देश समृद्धि हुँदैन। अनि देश समृद्धि भएन भने देशमा चाहिँ रोजगारी सिर्जना हुँदैन। रोजगारी सिर्जना भएन भने मान्छेले काम पाएन भनेदेखि मान्छेको दिमाग बौलाउँछ। अनि बौलाएपछि चाहिँ अनेक किसिमको चाहिँ अब अशान्तिहरू देशमा फैलिन्छन्। त्यसकारणले देशलाई चाहिँ एउटा स्थायित्व दिनको लागि देशलाई चाहिँ अब आर्थिक रूपमा चाहिँ एउटा समृद्धि बनाएर शक्तिशाली बनाएर देशको अस्तित्व वर्षौं सयौं वर्ष हजारौं वर्ष सबैलाई देश चाहिँ हजारौं वर्ष टिकोस् भन्ने चाहिँ लाग्छ। हजारौं वर्ष चाहिँ देशलाई चाहिँ
यो टिकाउनुको लागि विज्ञान प्रविधि र नवपरिवर्तनको चाहिँ के अरे सहयोग नलिकन हुँदैन। मैले चाहिँ एकदमै ठोकेरै भनिरहेको, अहिलेसम्म यो कुरा धेरैलाई मैले यो कुरा भन्दाखेरि धेरैको चाहिँ कान पनि दुखिसक्यो होला क्या। एउटै कुरा चाहिँ पटक कति पटक चाहिँ सुन्दाखेरि त कान दुख्छ नि कतिको त। त्यस कारणले यो प्रविधि यो मन्त्रालयले गर्ने काम भनेको देशको अर्थतन्त्रको विकास गर्नको लागि टेवा पुर्याउने, विज्ञान प्रविधि र नवपरिवर्तनको माध्यमबाट। अब विज्ञान प्रविधिले देशको अर्थतन्त्रलाई कसरी टेवा पुग्छ भन्ने कुरा त साधारण मान्छेलाई पनि थाहा छ। जति पनि हामी अब अहिलेको यो कलियुगको समय भन्छौँ यो हैन, उपभोक्ता अरे सबैलाई नयाँ चिज राम्रो चिज लगाउन प्रयोग गर्न मन लाग्छ। अब त्यो प्रयोग गर्नको लागि चाहिँ अब जसरी भए पनि हामीले चाहिँ अहिले चाहिँ के भइरहेको छ भन्दाखेरि विदेशबाट आयात भइरहेको छ। देशमा जति पनि चिजहरू बनिरहेको छ, अब ठुलो चिज त अब साधारण वस्तुहरू पनि देशमा उत्पादन हुँदैन। त्यस कारणले त्यो सबै चिजहरू बाहिरबाट ल्याउँदाखेरि चाहिँ के हुन्छ भने देशको पैसा चाहिँ बाहिर गइरहेको छ र त्यसलाई भन्छ व्यापार घाटा भइरहेको छ। देशको विकास गर्नुपर्ने पैसा बाहिर गइरहेको छ। त्यस कारणले म चाहिँ यो विज्ञान प्रविधि यो मन्त्रालय यो नवपरिवर्तन मन्त्रालयलाई मैले चाहिँ अहिले चाहिँ यहाँ चाहिँ ठुला रकेटहरू उडाउने, चन्द्रमामा पुग्ने अथवा ठुला चाहिँ वैज्ञानिक अनुसन्धान आविष्कारहरू गर्ने भन्ने कुरा त्यो गर्दै गरौँला। तर भोलिदेखि चाहिँ के त भन्दाखेरि नवपरिवर्तनमा चाहिँ जोड दिनुपर्छ। नेपालमा बनाउन सक्ने चिज नेपालमै बनाउने, सबै चिज नेपालमा बनाउन सकिँदैन। नेपालमा जति पनि चिजहरू आयात हुन्छ त्यो आयात हुने चिजहरूमा कमसेकम 20-25-30% चिजहरू नेपालमै बनाउन सकियो भने 25-30% व्यापार घाटा त कम हुने भयो नि, अनि नेपालको पैसा बाहिर नजाने भयो। अब त्यो नेपालमै बनाउँदाखेरि त्यसको बनाउनुको लागि चाहिँ के हुनु पर्यो भन्दाखेरि त्यसको अनुसन्धान हुनु पर्यो। त्यो भनेको नवपरिवर्तन हो। नवपरिवर्तन भनेको कुनै नयाँ चिजहरू आविष्कार गर्ने होइन। नयाँ चिजहरू वैज्ञानिकहरूले आविष्कार गर्छन्। वैज्ञानिकहरूले आविष्कार गरेको चिजलाई चाहिँ त्यसमा आफ्नो दिमाग लगाएर नयाँ चिजहरू बनाउने। जस्तो उदाहरणको लागि म दिन्छु, अहिले सबैको हातमा मोबाइल छ। मोबाइलको आविष्कार गर्ने वैज्ञानिक एउटा हो, तर अहिले मोबाइल कम्पनीहरू संसारभरि छ। यहाँ यो कोठामा पनि हेर्ने हो भने अनेकौँ थरीका 20-50 थरीका मोबाइल कम्पनीहरूले बनाएको मोबाइल सबैको हातमा छ। तर आविष्कारक त एउटा हुन्छ, तर त्यो कसैले आविष्कार गरेको चिजलाई चाहिँ आइडियालाई चाहिँ सुधार गरेर अल्लाह त्यसलाई भन्छ नवपरिवर्तन गरेर चाहिँ नयाँ चिजहरू बनाएर बिक्री गर्ने। कुनै चिज बनाउँदाखेरि के हुन्छ त भन्दाखेरि बनाउनको लागि नवपरिवर्तन गर्नको लागि इनोभेसन गर्नको लागि चाहिँ पैसा धेरै खर्च हुन्छ, धेरैभन्दा धेरै पैसा खर्च हुन्छ। अनि त्यो खर्च भएको पैसा चाहिँ सरकारले हाम्रो तर्फबाट सकेसम्म हामीले चाहिँ नवप्रवर्तकहरूलाई चाहिँ उपलब्ध गराउनुपर्छ, पैसाभन्दा सहुलियत दिनुपर्छ। त्यस कारणले हाम्रो मन्त्रालयको मुख्य उद्देश्य चाहिँ के हुन्छ त भन्दाखेरि नवपरिवर्तनलाई चाहिँ जोड दिन्छ। यसमा वैज्ञानिक अनुसन्धानहरूलाई पनि हामीले जोड दिने हो। वैज्ञानिक अनुसन्धान भनेको युनिभर्सिटीहरूमा ठुला भनौँ न साइन्टिस्टहरूले गर्ने युनिभर्सिटीहरूमा त्यो एकाडेमिक रिसर्च हो। एकाडेमिक रिसर्चलाई पनि हामीले हेर्ने पर्छ र एकाडेमिक रिसर्चको साथसाथै एप्लाइड रिसर्च अथवा इनोभेसनलाई चाहिँ इक्वली त्यो चाहिँ बराबर रूपमा चाहिँ हामीले चाहिँ के अरे प्राथमिकता दिनुपर्छ जोसुकैले पनि। त्यस कारणले हामी यो अहिलेको म भोलिदेखि नै एउटा के देखाउँछु भने तपाईँहरूलाई यो विज्ञान मन्त्रालयको सम्पूर्ण साथीहरूलाई म के भन्छु भनेदेखि नवपरिवर्तनमा जोड गर्नुहोस्, नवपरिवर्तन जोड गर्नुहोस् र
एकाडेमिक रिसर्च जुन हुन्छ, वैज्ञानिकहरूले गर्ने जुन रिसर्च हुन्छ, त्यसको लागि चाहिँ युनिभर्सिटीका ठुला ठुला अनुसन्धानकर्ताहरू, रिसर्चरहरू, प्रोफेसरहरू हुनुहुन्छ, उहाँहरूले त्यतातिर बल गर्नुहोस् र रिसर्चरहरूले पनि, वैज्ञानिकहरूले पनि त्यसलाई चाहिँ कसरी चाहिँ व्यावहारिक रूपमा रूपान्तर गरेर देशको लागि चाहिने चिजहरू देशमा नै उत्पादन गर्ने भन्ने हो र त्यो चाहिँ रातारात हुँदैन। र मैले चाहिँ के भनिराखेको छु भने यसको चाहिँ अहिलेको यो 5 वर्षमा एउटा फाउन्डेसन मात्रै बस्ने हो। फाउन्डेसन मात्रै बसाल्न सकियो भने पनि अर्को 5 अर्को गरेर 10-15 वर्षमा नेपालमा पनि केही न केही चिजहरू धेरैभन्दा धेरै सकेको, कुनै पनि देशले आफ्नो देशलाई चाहिने सबै चिज उत्पादन गर्दैन, तर हामीले चाहिँ आफ्नो देशलाई चाहिने सकेको जति, नसक्ने ठुलो ठुलो चाहिँ अहिले नै सपना देख्नु हुँदैन। सक्ने जति चिज साधारण जस्तो कृषकहरूलाई चाहिने औजारहरू त बनाउन सकिन्छ हैन। यहाँ चाहिँ सबैभन्दा ठुलो चाहिँ यो सदनमा पनि सुनिन्छ र जनताको पनि आवाज छ, बाँदरलाई चाहिँ कसरी नियन्त्रण गर्ने, बाँदरकोबाट चाहिँ कसरी चाहिँ आफ्नो बाली जोगाउने भन्ने। अब त्यो चाहिँ एकदमै नेपालभरिको ठुलो कोरोना जस्तै समस्या हो। त्यो कोरोनाको कालमा हामीलाई थाहा छ कति समस्या भएको थियो भने जस्तै त्यो बाँदरको समस्या पनि त के हो त कोरोनाकै जस्तो समस्या हो हैन। अब नेपालमा चाहिँ केही गर्न खोज्ने युवाहरू, एकदमै नयाँ नयाँ किसिमका के अरे सोच, नवीन सोच भएका युवाहरू छन्। उनीहरूलाई कसरी चाहिँ पालन पोषण गर्ने, उनीहरूलाई कसरी सहयोग गर्ने, किनभने युवाहरूलाई नवप्रवर्तन गर्ने युवाहरूलाई, नवीन सोच भएका युवाहरूलाई, एकदमै प्रतिभाशाली युवाहरूलाई, सृजनशील युवाहरूलाई चाहिँ हामीले पालन पोषण गर्नै पर्छ। र यो विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय भनेको देशको प्रतिभाहरूलाई, देशको चाहिँ एकदमै सृजनशील युवाहरूलाई, नयाँ नयाँ सोच भएका व्यक्तिहरूलाई चाहिँ पालन पोषण गर्ने मन्त्रालय बनोस् भन्ने चाहिँ म चाहन्छु र मेरो फोकस चाहिँ त्यसैमा हुनेछ। हेर्नुहोस्, प्रतिभा भएको युवाहरूलाई पालन पोषण गर्नको लागि सजिलो छैन। एक किसिमले हेर्ने हो भने सजिलो पनि छैन, किनभने प्रतिभा भएको मानिसहरू, एकदम नवीन सोच भएका मानिसहरू चाहिँ अलिकति तिनीहरू साधारण मानिसभन्दा अलि फरक हुन्छन्। उनीहरूको सोचाइ, काम गर्ने तरिका फरक हुन्छ र उनीहरूलाई चाहिँ कसरी हुन्छ फकाएर फुलाएर कसरी हुन्छ यो नयाँ नयाँ आइडिया निकाल्नको लागि चाहिँ म मन्त्रालयको सम्पूर्ण साथीहरूलाई चाहिँ म अनुरोध गर्छु। यो चाहिँ साधारण अरू मन्त्रालय चलाए जस्तो, अरू विभाग चलाए जस्तो गरेर चाहिँ प्रतिभा भएको मानिसहरू, युवाहरू त्यो चाहिँ तिनीहरूलाई पाल्न सकिँदैन, राख्न सकिँदैन कि देशमा। जसरी हुन्छ देशमा यो देशका प्रतिभाशाली युवाहरूलाई देशमा नै कसरी हुन्छ राख्ने मन्त्र निकाल्नुपर्छ। अब त्यतिले पुग्दैन। अब नेपालको अहिलेसम्म यत्रो वर्षसम्म विदेशमा हाम्रो प्रतिभाहरू पलायन भइरहेका छन्। त्यो प्रतिभाहरूलाई पनि कसरी हुन्छ नेपालमा तान्ने उपाय, उनीहरूलाई मोहनी लगाउने उपाय भनौँ न एक किसिमले, यो चाहिँ हामीले गर्नै पर्छ। त्यसो गरेर विदेशमा भएकाहरूलाई सकेसम्म उहाँहरूलाई पनि अनुरोध गर्ने, उहाँहरूले पनि कुनै भाउ नखोजी, विदेशमा भएकाहरूले पनि हामी त विदेशबाट त्यहाँ आउनलाई हामीलाई के गर्ने भनेर भाउ खोज्नु हुँदैन। विदेशमा भएको भने आफ्नो मातृभूमिलाई सम्झेर आउने हो, यहाँ मातृभूमिलाई सम्झेर आउने हो। अब सरकारले हामीले गर्न सक्ने सहयोग उहाँहरूलाई गर्छौँ, विदेशमा भएकाहरूलाई पनि। देशमा भएका प्रतिभाहरू अब त्यो पनि लाज नमानिकन अब आफ्नो चाहिँ के अरे अनुसन्धानको कुराहरू गर्नलाई चाहिँ अगाडि सर्ने हो। अब खोज्नु पनि पर्ने हुन्छ। कुनै अवस्था कस्तो पनि आउँछ भनेदेखि कुनै एकदमै नवीन सोच भएका, राम्रो सोच भएका युवाहरू छन्, तर तिनीहरू कहीँ लुकेर बसिरहेका छन्। त्यस्ता कुना काप्चामा लुकेर बसेका युवाहरूलाई पनि हामीले कसरी हुन्छ खोजेर ल्याउने र उनीहरूलाई चाहिँ सहयोग गर्ने भन्ने किसिमको वातावरण बनाउनुपर्छ। र यो 4-5 वर्षको यो अवधि त यस्तो किसिमको वातावरण बनाउनै लाग्छ, नयाँ अनुसन्धानहरू नहोला। त्यसैले यो कुराहरू चाहिँ हाम्रो यो मन्त्रालयका हाम्रो जति पनि राष्ट्रसेवक साथीहरू हुनुहुन्छ उहाँहरूले चाहिँ सोचाइ चाहिँ अरू मन्त्रालयमा जसरी गर्नुहुन्छ त्यो चाहिँ त्यसरी चाहिँ यो मन्त्रालय चाहिँ चल्नेवाला छैन। अनि मैले भने रात दिन काम गर्नुपर्ने हुन्छ, किनभने म त यहीँ सुत्ने हो, अब यहीँ सुत्ने हो, यहीँ बस्ने हो,
अब सरकारले कुनै भनौँ न क्वार्टर दियो भने त्यति जाउँला, नत्र क्वार्टर नपाउन्जेलसम्म त म यहीँ बस्ने हो है। अब सरकारले तुरुन्तै क्वार्टर दिनेवाला छैन, मलाई पनि थाहा छ होइन। ठिक छ, मलाई त्यो झन् यहीँ बस्न पायो, क्वार्टरमा भन्दा यहीँ बस्न पायो भने मलाई चाहिँ खुसी। किनभने म जहाँ बस्ने त्यहीँ काम गर्न पायो भने अब जाँगर चल्दै काम गर्ने, जाँगर अलिकति थाकियो भने सुत्ने, अनि फेरि सुतेर फेरि उठेर जाँगर चल्छ अनि काम गर्ने। मेरो तरिका त्यो छ, त्यसैले यो गर्नु होला। र म फेरि के पनि भन्न चाहन्छु भने मैले अब हाम्रो प्रधानमन्त्रीज्यूलाई म अरू चाहिँ अब भनौँ न अरू साथीहरू सबैलाई, आम जनतालाई म के पनि भन्न चाहन्छु भने म यो मन्त्री चाहिँ धेरै बस्दैन। म चाहिँ मन्त्री बढीमा 3 वर्ष बस्छु भन्ने मेरो मनमा नै गुनिरहेको छु। किनभने 3 वर्षमा चाहिँ मैले 5 वर्ष 6 वर्षमा गर्ने काम 3 वर्षमा सकेर अनि यसको जिम्मा एउटा राम्रो जग बसालिदिएर जिम्मा चाहिँ युवाहरूलाई चाहिँ दिने हो। देश बनाउने भनेको युवाहरूले हो क्या, बुढाहरूले चाहिँ सहयोग गर्ने हो, बुढाहरूले सहयोग गर्ने हो होइन। म त युवा नै हो होइन, तर अलिकति 72 वर्ष पुगेको युवा हो होइन। उमेरले दिनले म चाहिँ अलिकति बढी भए पनि म चाहिँ मेरो जोस जाँगर मेरो सोचाइ चाहिँ छैन। म 30 वर्षको हो नै भनेको छु जहिले पनि। त्यस कारणले युवाहरूलाई चाहिँ हस्तान्तरण गर्नै पर्छ भन्ने मान्यताको मान्छे हुँ म। त्यसैले यो मन्त्रालय पनि मैले 5 वर्षसम्म समातेर राखेर बस्नेवाला छैन। त्यसैले सकभर अब परिस्थिति भविष्यमा कस्तो आउँछ थाहा छैन, तर अहिले नै मोटामोटी मैले सोचेको कुरा के हो भने म बढीमा 3 वर्ष यो मन्त्रालयमा बसेर गर्न सक्ने काम गरौँला। त्यो अवधिमा चाहिँ नयाँ युवाहरूलाई चाहिँ अगाडि सारेर अनि यो चाहिँ जिम्मा भविष्यका कर्णधारहरूलाई सुम्पर्ने छु भन्ने कुरा गर्दै मैले चाहिँ मेरो कुरा यहीँ टुङ्गाएँ। ल, सबैलाई चाहिँ धन्यवाद।